1, 2, 3, go! खाना पाइयो भने सबै खाने हो पायो भने सबै खाने हो खासै खान त मन छैन खान त मन छैन हामी खाइन्न हेलो गाइस वेलकम ब्याक इन न्यू भिडियो तपाईहरु नयाँ भिडियोमा स्वागत छ आजको भ्लगमा के छ भन्दा केही नै छैन आज हाम्रो लास्ट दिन क्लास 12 को अनि माहौल यस्तो छ नयाँ भ्लग अब हाम्रो हल्ला धेरै आइरहेको छ यहाँ केटीहरू छ हैन आज लास्ट दिन अब हाम्रो फेयरवेल 12 को फेयरवेल क्लासमै छ सबै ए हल्ला धेरै भयो भ्लग भएन Orchid and we are going to cut the cake. But the question is this sir hasn't come. नमस्कार है सबैले चिल्ने निम्तो छ है चिल्ने निम्तो अब हाम्रो क्लासमा केक कटिङ सेटिङ नहुनु भएको कुरा भएको छ अब हामी मुनि अब हामी पक्कै मुनि जान्छौँ होला अब थाहा छैन यसो हेर्न सक्नुहुन्छ हाम्रो यहाँ राजमुत भाइ कहाँ जाने केटा कहाँ जाने हो रेडी व्हाट डु यु वान्ट टु से इन माय ब्लॉग आई थिंक what is this it's Dhakal it's watching कहाँ जाने हो केटा हाम्रो सागर सर हुनुभयो उहाँ सागर सर ओके सर हाम्रो प्लान भएन कि राम्रोसँग प्लान भएन कि टपरज्यू तिमी खाएर मोटा भयो होइन कि यो हल्ला भयो कि भएन कि हल्ला भयो कि धेरै केटा हल्का फुल्का यार साथी यार ए भेडा लगाएर अस्ति हिँडेको पायो अस्ति ए क्षमा गर्नु पर्यो भएन यार गाडी यार भएन क्या प्लान एक्जिक्युट भएन क्या राम्रोसँग यार सबैले अब राम्रोसँग एकदम राम्रो यो अभियान एकदम मलाई आज आएर मन परेको छ यो होइन कि साथी सम्झना हो कि बस्छौँ कि पछि बवाल हुन्छ कि हुन्छ कि त्यो भएर अनि मैले बनाएको छु कि भ्लग हाम्रो उद्देश्य भनेको मेमोरिज बनाउने हो होइन हामी धेरै मेमोरिज बनाइसक्यौँ ढकाल वार्ड मान्छे निशब्द भइसक्यो कि केटी पड्काउने ब्लास्टर पड्काउँदै होइन हेलो हेलो ल हाम्रो यो क्लासको टपर पछाडिबाट ल यहाँ के भयो टेबल उठाउनु घरले जाने भने कि अहिले यो हाम्रो सलमान यो मान्छे मात्रै टपर यो चण्डा एक नम्बर क्रिकेटर हो मभन्दा पनि बढी चण्डाले हो सबैको हातमा क्यामेरा र उसमा त देख्न सक्नुहुन्छ यहाँ छ होइन हाम्रो म्याथ ग्रुप क्लास 12 रुम नम्बर 27 को होइन अल छ अल ल कटिङ गाडी यहाँ पछाडि बस्ने म जति बसेको भने तिम्रो मन छ नि अलिअलि खाना पाइयो भने सबै खाने हो पायो भने सबै खाने हो खासै खान त मन छैन खान त मन छैन हामी खाइन्न म त सधैँ पाएर खाने होइन मैले हाल्छु लाइटर नपाएर यता तेरिका यार 1 घन्टा भइसक्यो मेरो भ्लग यार रञ्जन यहाँ रेडी छ पड्काउन अब कतिखेर पड्काएको छ थाहा होइन त्यो चाहिँ विशाल तिमी बल्ल आयो क्या मेरो भ्लगमा होइन त होइन हाम्रो टपरै साथी के हो कि बल्ल लाइट लिनु गयो यार हाम्रो सर आउनु भयो एकाउन्ट टिचर सर के भन्न चाहनुहुन्छ भ्लगमा के भन्नु न सम्झना हुन्छ सर ह्याप्पी इन्डिङ के भन्न चाहनुहुन्छ एकदम राम्रो धेरै मेमोरी भयो सरसँग एकदम ठिक छ हाम्रो किरण सरसँग पनि भेटाउन चाहन्छु म होइन हाम्रो एकदम स्ट्रिक्ट हुनुभएको छ सर बेला नोटिसहरू दिन आइरहनु हुन्थ्यो सर के भन्नु अर्को हुनुभयो अलिक माथि नै गरौँ है भनिदिनु सर के भनिदिनु न भ्लगमा पछि सम्झना हुन्छ नि 2 वर्षको हाम्रो यात्रा है एकदम अविस्मरणीय रह्यो है हजुर अब फेरि भेट्दाखेरि हेलो सर भन्दै हात उठाइदियो है हुन्छ सर हुन्छ त्यो काम चाहिँ मबाट हुन्छ सर म बोलाइदिन्छु यहाँ छ केक
केक पक लिन लागिसक्यो खै भएन गाइसहरू 11-12 मा पढ्नै पाएन कि हजुरसँग भके सर ब्लग के हो खै भन्नाले के भएको भके सर भने फेरवेल के केक कटिङ सटिङ यसो हल्का मेमोरिज के सर पछि त्यहाँको तपाईँ 60 वर्ष हेर्नुहुन्छ पछि हेर्नुहुन्छ त्यस्तो पो हो ल हाम्रो सर हाम्रो मधु सर पनि आउनु भएको छ मेरो भिडियोमा एकदम राम्रो बनाउनु त सरले म्याथ होइन Differentiating X by dx. होइन विस्मित आज पढाइको कुरा नल्याउ आज हाम्रो रमाइलो मात्रै हुनुपर्छ ए यार तिमी उल्टो गरेर म उल्टो गरेर यार ब्लग कस्तो वाइड एङ्गलमा गरिदियो नि भ्लग साथी यार केही थाहा छैन तिमीलाई यार कहाँ इन्डस्ट्री मैले खाइसकेँ यार मलाई ल हाम्रो केक कटिङ बल्ल 1-1.5 घन्टापछि सुरु हुँदैछ बल्ल यता उता भौतारी अब हाम्रो यहाँ हुने भएको छ मोदी सरकार जानुभयो सर आउनु न भनेको कोर्स सम्झिनु क्या तपाईँको यो कोर्स भ्याउने तरिकाले आउनु आउनुभयो कि सर ल भएन तिम्रो क्यामेरासँग भएन कि साथी 12 बसीको ब्लग गर्ने काटा न भनेको ल सबै जाउँ न केटा उता केटाकेटीहरू ल खाउँ न केटा भिरीको केक त खानु पर्यो नि होइन अम्लाको त यो त भिरीको केक पाएको कति खाएको त नि भने यति आउन भनेको ओके म त्यहाँ सेयर गरिदिन्छु अनि भ्लग नि हेर एकदम होइन यो म हाल्छु कि नदिने अरूलाई नदिने के ल जाम कस्तो सेल्फी हान्ने हो र भनेको अहिले हान्ने हो के भने फिरीको केक खाउन भनेको फिरीको केक खाउन भनेको खाउ न ल खाऊ फिरीको केक खाउन सबैले भने खाऊ केक खानु त के खानु भएन सर खानु नि सर कस्तो 11 को छ त्यहाँ है यहाँ रमी त हेर्दा होइन फोटो सुट पनि सिद्धियो होइन भर्खर अनि यहाँ केटाहरू छ ड्याडी हजुर अब के नयाँ गर्न पर्यो कि के नयाँ गर्न पर्यो अब इग्री दो गर्न पर्यो कि हाम्रो सरसँग समात्नु त दियो नि सचिनलाई समातेर 1 2 3 गो ड्याडीको क्यामेरा एङ्गल मिल्यो क्यामेरा एङ्गल सानैबाट थियो मेरो अब तर खास यो सौरभ जोशीहरूको अब च्यानल खाने खास अब त्यही भने त्यही पनि ल ढकाल ह्यान्डसम म त जहिले नै हान्छ मैले अब मै हटाइसकेँ क्यामेरा खै रमाइलो भयो जस्तो त भएन त्यो पनि सिद्धिसक्यो अब हाम्रो भाइ सल भाइ 28 गते त म आउनु न मेरो त यही लास्ट हो यार फेरि साथी साथी खै मेरो त थाहा छैन आउनु पर्यो यो मेरो साथी हो बेडी चक्क साउ यो मेरो सचिन दोष हो त यो बेड सानो छ धेरै यति खान्छ 2 दिन थाल्यो धेरै खान्न बिचारा ए भाइ यो फोटो सुट ए भ्लगमा हेरेको तिमी त मलाई ल आजको भिडियोमा केही भएन यसो केक काट्ने फेरोले हाँस्नु भयो यहीँ सुँगाइदिउँ होला है भिडियो अब केही होला जस्तो छैन अब भ्याइयो पाठासँग हेरिदिनु धन्यवाद लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला यति भन्दै मेरो अन्त्य अतुलले गर्छ के भनिदिन्छ